ल पञ्चकन्याबाट गोर्धनतिरको मेरो यात्रा अघि बढिसकेको छ। दूरीको हिसाबले भन्नुपर्दा खास धेर छैन, यो 4-5 किलोमिटर जति छ, तर रिक्सको हिसाबले यो बाटो एकदमै रिक्स छ होइन। अब म तपाईँहरूलाई त्यहाँसम्म पुगेर चाहिँ बाटोको यात्रा गराएर तपाईँहरूलाई देखाउनेछु। ल हेर्न सक्नुहुन्छ तपाईँहरूले यस्तो बाटोमा पनि साथीहरू हेलमेट नलाइकन कुदिरहेका छन्। आँट कसरी आउँछ होइन। यो त अलिकति लड्यो मात्रै भन्यो भने टाउको ठक्केर गइछ नि हो। ahai ल हेर्नुहोस् है, अलिकति लेग छोडेपछि त अनि गाडी कन्ट्रोल गर्ने धेरै गाह्रो। कुनै हात अथवा खुट्टाको ब्रेक बढी लाग्यो भने पनि अनि दुर्घटना हुने सम्भावना उत्तिकै हुन्छ। ल गुरुदुम पर तपाईँहरूले देख्न सक्नुहुन्छ सेती चोक भन्छ यो ओल्लो, त्योभन्दा अझ परको बाटो ठाउँ हो गुरुदुम। ल देख्दै हुनुहुन्छ तपाईँ बाटो अनि यात्रा बेग्लै मजा छ है यो बाटोमा यात्रा गर्ने। अब अफरोड बाइक नकुदाउनको लागि त यो धेरै जोखिम हो, यो यहाँ अब कुदाउनै सक्नुहुन्न। तर अब यहाँका लागि यो सामान्य हो, मेरो लागि पनि लगभग मात्रै सामान्य हो। गाउँतिरका धेरै बाटाहरू यात्रा गरिरहेको हुन्छु, त्यो बाटो यतिको बाटोलाई म सामान्य मान्छु। ल अरे अलिकति होइन लिग हुन्छ। लिगमा त अब दुःख कुदाइ छ, दायाँ अलिकति भयो भने पनि आउट अफ कन्ट्रोल हुन्छ। ल है यात्रा जारी छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। यात्रा चाहिँ मेरो लागि चाहिँ रोमाञ्चक छ, तपाईँहरू हेर्नलाई त झन् रोमाञ्चक होला नि होइन। हाय ल है यस्तो बाटोमा चाहिँ सवारी साधन कुदाउँदा 4 हात पाउन एकदम तयारी अवस्थामा हुनुपर्छ। क्लच, ब्रेक होइन, यो सबै रेडी अवस्थामा हुनुपर्छ। कतिखेर के हानेर रोक्नु पर्ने कि अगाडि बढाउनु पर्ने हो कि टुङ्गाउँदैन, त्यति मात्र भएन, दिमाग पनि एकत्रित हुनुपर्छ। यो मात्र ल हेर्नुहोस् त यस्तो बाटो छ होइन, 1 मिस्टेक गेम ओभर हुन्छ नि, ठ्याक्क त हुने भनेको चाहिँ यस्तोमा हो। ल हेर्नु त अलिकति दायाँ बायाँ मात्रै भयो भने पनि अनि जीवनलाई धेरै जोखिम छ। माथिबाट उत्तिकै पहिरोहरू झारिरहेको छ, तल पनि अब यो तल कहाँ हो कहाँ तल छ निकै गहिरो। यात्रा चाहिँ रोमाञ्चक
हुन्छ है यस्तोको यात्रा यो एउटा एडभेन्चर चाहिँ यो भन्दा एडभेन्चर होइन एउटा एक बेग्लै एडभेन्चर छ कि यसको एडभेन्चर यात्रा ल हेर्नु त अनि छैन त मजा बर्खामा म यो बाटो हिँडेको थिएँ एकचोटि अहिले त त्यो हेरिकन धेरै ठिक रहेछ यस्तो थियो नि त्यतिखेर गिटी बग्थ्यो पानीले होइन अब ठाउँ ठाउँमा माथिबाट झरिरहेको अनि गिटी नै बग्थ्यो क्या यहाँनिर अलिकति मात्रै मिस्टेक भयो भने पनि धेरै गाह्रो भने ओहो हो ओइट सिप्लो यस्तोमा त ब्रेक हान्दा पनि गाडी नै बग्छ पूर्वी नेपाल धनकुटा जिल्ला धनकुटाको शहीदभूमि गाउँपालिका वडा नम्बर 3 को पिप्लेबाट नै पिप्ले होइन ल गाडी आउँदैछ यहाँ अब साइड दिनुको विकल्प छैन गाडी जान्छ अनि मात्रै हामी के जाऊ हजुर बोलाइ हो अब के गर्नु त रहर गर्छन् खिच्दिनै पर्यो कहाँ पुगेर ए ल वान वे ठुलो गाडी आयो भने त अब ल हेर्नु आमा आहा पछाडिको चक्का चिप्लिँदैछ होइन ल एउटा कास्टी काट्यो गाउँ होइन यसो हिँड्दाको रमाइलो चाहिँ यही है धेरै कुराको अनुभव गर्न पाइन्छ अब यात्राको त कुरै छोडिदिउँ है यस्तोमा यो बाइचान्स होइन इमर्जेन्सी रोक्नु पऱ्यो भने त यहाँ त लडियो यो देख्न सक्नुहुन्छ गिटी चिप्लिन्छ यहाँनिर होइन अनि अब अलिकति केही भएर रोक्नुपर्ने अवस्था आयो भने चाहिँ साह्रै गाह्रो हेर्नुहोस् है यहाँ घुम्ती छ घुम्तीमा हरन हानेन भने अहिले 81 जम्का भेट्नुहुँदाखेरि गाह्रो पर्छ तल तमोर नदी देख्न सक्नुहुन्छ तपाईँहरूले ल हेर्नुहोस् है हरन त हान्नु पऱ्यो नि होइन हरन हानेन भने त अहिले कहाँनिर गएर हर्ल्याङ यहाँ अर्को आइपुग्छ कि अनि ओहो ल है अब भने म लगभग सेतीचोक आइपुग्ने यहीँभन्दा केही पर्दै ठाउँ हो गुरुदुम ल आजको गन्तव्य म आइपुगेँ हेर्नुहोस् बाटो फेरि जताततै छ पहाडमा सबै योभन्दा राम्रो चाहिँ कुनै छैनन् सबै यस्तै छन्
होइन म तपाईँलाई बिस्तारै बिस्तारै बाटोहरू सबै बात्राको यात्राहरू बिस्तारै अब तपाईँहरूमा देखाउने छु। खै त आजलाई यति नै है त यो पञ्चकन्याबाट गुर्दुमसम्मको यात्रा आजलाई यति नै।